ब्रेकिङ न्यूज झापामा सासु बुहारीको एउटै बुढो भएपछि भयो तहल्का। आउनुहोस् पुरा भिडियो हेरौं। यो भिडियो लास्टसम्म हेरेर धेरै भन्दा धेरै शेयर गरिदिनु होला। हेरौं है त। अब काजीको यसको जिन्दगी तेरो लोग्ने वन निकाल ओइ दुईजनाको त्यसो नभन्नु सासुले त्यसो नभन्नु को काजी हेलो यहीँहरुतिर छु। कसरी लिएर जानु? तपाईले बाबा भनेर बोलाइ गर्छ भने बुढोले मैले कसरी लिएर जानु लु भन्नु। यदि म तपाईको बुढी होइन थिएँ भने मैले त होइनस् भनेर भन्दिनु, मलाई बिदा दिनु राम्रोसँगले हैन। तर एउटा कुरो, तपाई मेरो बुढा हुनुहुन्न थियो भने 2 वर्ष मैले अर्काको देशमा रोएर दुःख गरेर बसेर पैसा किन पठाउँथे? मैले के भने सुन न, सल्लाह गर हैन, बिस्तारै भाइ आएन, आएकै छैन, आउँदैछ। त्यहीजना बिस्तारै हैन, दुईजना सल्लाह गरेर बिस्तारै हैन। त्यो तपाईले छोड्दै नछोड्ने, तपाईले छोड्दिन भनिराखे चाहिँ अनि अब कसरी? मसँग रिलेसन त्यस्तो हुँदा हुँदै योसँग किन यो खालको व्यवहार गर्नुभयो त तपाईले भन्नु न? फेरि त्यही प्रश्न गरे। त्यो प्रश्न त तपाईले मलाई बताउनु पर्छ, भन्नु न किन गर्नु हो? तिमीसँग भरे आएर सल्लाह गर्छु भने तपाई मेरो बुढा हो कि हैन? मुनाकर मेरो बुढा हो कि हैन? हो कि हैन? हो भने अनि किन यो व्यवहार किन गर्नु? तिमी त्यहाँनिर त्यो मिडियाको अगाडि मुनाको नाम लिएको। मुनाको नाम नलिएर के मेरो बाउको नाम लिनु? मिडिया यहाँ छन्, म पर एक देशमा मकै बारी भित्र बसेर बोलिरहेको छु, उनीहरू पर घरमा बुहारीलाई फकाउँदैछन्। त्यहाँ भरे मैले भने त भोलि गएर त्यहाँ मेरो नाम जोडिएर त्यहाँनिर मिडियामा मेरो फोटो नाम आयो। फोटो त तपाईँको आउँदैन, म लाउन दिन्न त, उहाँ दाइहरूलाई लाउन दिन्न। बरु त भने त तपाईँले यदि मलाई छोड्न सक्नुहुन्न भने ठिकै छ, छोड्न सक्नुहुन्छ भने मलाई राम्रोसँग भन्नु। आमा समानको मान्छे त्यति कालीलाई किन राख्छु भन्नुभयो अरे हो? ए फेरि हो कि होइन? धेरै नबोल न तिमी। होइन, अहिले त बबिताले त्यसो भनिरहेको छ त। फोन गरेको बबिताले त्यसो भनिरहेको छ त, त्यो आमा समानको मान्छेलाई म किन राख्छु भनिरहेको छ। मलाई फोन आएको छ, म फ्लाइटबाट हालिदिन्छु भनेर तिमीलाई फोन गरेर राखेको। ल ल पकाएर बिस्तार लानु। ठिकै छ नि होइन बुढो? म तपाईँ मेरो बुढो त हो नि। ए मैले के भने, तिमी मान्छे चाहिँ कस्तो छ, कतिचोटि भन्नुपर्छ हौ? अनि कतिचोटि भन्नुपर्छ भने यसलाई किन त्यो फोन उठाउँदाखेरि बाबा भन्दै फोन उठाउँदै किन बोल्नुभयो? त्यो म्यासेन्जरमा किन फोन उठाउनु हुँदैछ? सुन भाइलाई बोल, म फोन उठाएको थिएँ भन्दैछ। फोन फुटाइदिउँ खोजेर? फुटाइदेऊ न। म मेरो पैसाले किनेको फोन नि होइन, झगडा नगर। मेरो पैसाले किनिदिएको फोन होइन, झगडा नगर भन्दैछ। मलाई यहाँनिर राँडी र साँडी रन्डी र सन्डी किन पार्दैछ? यो मेरो सौता हो। बरु मुनालाई राँडी र रन्डी पारेको म सहन सक्छु। यो मेरो बुहारी हो कि होइन? मैले मेरो कुरा तिमी ध्यान दिएर सुन्दैन तिमी? सुनिरहेको छु। अब मैले भन्नु खोजेँ त्यो मान्छे लिएर जाऊ न, उसलाई पनि विश्वास भएको लिएर जाऊ होइन। मैले उसलाई बार पनि जहिले पनि प्राय भन्ने गर्छु भन्नु चाहिँ। मेरो जेठो बुढो म स्वीकार्न आएको अरे, मैले मेरो जेठो बुढो स्वीकार्थेँ भने मेरै बुढालाई पैसा पठाउँथेँ नि, तपाईँलाई किन पठाउँथेँ म? फेरि नि खोज्न थाल्यो। के नि खोज्न थालेँ तपाईँसँग? मैले भन्न पाएँ त। मलाई धेरै फोन आइसक्यो कि मोबाइल फ्लाइटबाट हालिदिन्छु भनेर फोन गरेको। त्यहाँ मलाई मेरो चाहिँ फ्लाइटमा राख्नु भएन नि फेरि। अब फ्लाइटबाट हालेपछि कसैको फोनै आउँदैन नि। कसैको फोन होइन, फ्लाइटबाट नराख्नु। फोन आउँछ उसको फोनमा व्यस्त राखिदिनु, म अरू कुरा केही जान्दिनँ। अहिले यहाँ फोन गरेको मात्रै थाहा पाएँ भने फोन फेरि कच्चा कुच्चो अचार हुन्छ नि, मिडियाको अगाडि अचार बनाइदिन्छु। म अहिले मकै बारीभित्र छु कि। मिडियासित लिएर जाऊ होइन, म यति कुरा भन्नु कि यहाँनिर यो घरको आन्टीहरूले कति के भनिरहेका छन् भन्ने कुरो तपाईँलाई थाहा छ? भोलि यो दिन मैले विदेशबाट पनि रुँदै यस्तो काम नगर्नु है बुढो भन्दाखेरि म गर्दिनँ भनेको। मेरो कुरा सुन्दैन, कसम भनेको यार, मेरो पुरै बेइज्जत हुने भयो गाउँ हल्ला। कसम भनेको बेइज्जत हुने भयो यार होइन। तर मलाई चाहिँ के गर्न खोजेको? म त कसम भनेको भोलि नि होइन, भोलि कसम मुना थाहा भयो भने कसम भने म मर्दा हुन्छ कि। तिमीले मिडिया लिएर यस्तो गरेको नि। मैले तपाईँलाई केही गरेको छैन, बुझ्नु? भोलि होइन मैले भन्दा यो कुरो भोलि नि होइन मुना कामसँग पुग्यो भन्दै कस्तो भने म बाँच्ने ठाउँ चाहिँ छैन क्या मेरो। हो त्यही भएर गल्ती गर्नु हुँदैन।
भन्नु नानी लानु त ए उसले पनि सुनिरहेछ यहाँ परात कुदेर आएर मरिरहेछ होइन सुनिरहेछ होइन बाबा यहाँ आउनु छिटो सुन्नुभयो नि तपाईँले पनि धेरै बिहे गर्ने मान्छे रहेछ यार 4-5 भइसक्यो बे गरेको तपाईँले नि बिहे गरेको छ सबैले म कान कतिवटा बिहे गरेको हो तपाईँले कसले कति बिहे गरे होइन अब यहाँ गरौँ अहिले फोन फुटाइदिन्छु भन अङ्कललाई फोन गर्छु अहिले म फोन फुटाइदिन्छु भने नि फोन नपठाउनु घाटा हुन्छ भने नि अलरेडी फोन फुटिसकेको छ स्क्रिन फुटिसकेको छ अहिले मलाई छोड्छ अहिले आएर के हो उता यता त्यो नानी यता नदेखाउनु त यहाँ सुन्नु अब कसरी मिल्ने खालको कुरा क्या अब के कसरी मिल्ने खालको भन्नु न अनि यता आउनु जान्दा सुनाउनु न